ल म्याराथन दौड है उमसङ एरियामा यसपालि पनि फेरि ल आइगो ए अघिदेखि गएको मान्छेहरू त खासमा एक्सर्साइज मात्रै गरेको रहेछ क्यारे जस्तो लाग्यो अहिले चाहिँ दौड्यो नि त नि यो चाहिँ रहेछ आम्मामा हेर ल पुलिसको गाडी पनि हिँड्यो ल साइरन बजाएको नै आमा यसले जित्छ होला जस्तो लाग्छ हेर मलाई त तर फ्याफेरा फिउ भइहाल्छ नि एकैछिनमा यो रसियन होला जस्तो लाग्यो मलाई सुरुमा यसरी दौडिने मान्छेले सक्दैन नि ए के अरे बकुलाको उसमा के मिसाएको जस्तो के कालो न कालो रहेछ हौ आइगो लास कमेडी यार कोही सेतो छ आम्मा हामी पनि भाग लिनुपर्ने रहेछ अस्ति तर सकिन्न हो यति धेरै मान्छे दौडिँदा त त्यो खुट्टाकै आवाज पनि कसरी आउने क्या यो यति ग्रुप मात्रै रहेछ ल पहिला अब अर्को ग्रुपलाई अर्कोचोटि छाड्छ अब जस्तै लगभग 10 मिनट पछाडि छोड्छ होला अर्को ग्रुपलाई अनि त भन्दैछु म झन् धेरै मान्छे हुँदा त्यो सबै जुत्ता पाइतालाको हो क्या त्यो कुद्दाखेरि आगो आवाज अब अर्को ग्रुप निस्किने बेला भयो ल त्यो सबै दौडाउनु पर्यो नि त भाइ अब हेर ऊ त्यहाँ रेडी भइसकेछ अब फर्स्टलाई कति प्राइस छ होला होइन यहाँ अब दौडै उ त्यहाँको जुम गरेर त तिम्रो राम्रो आउँछ होला त्यहाँबाट क्लियर देख्छ नि आइफोनमा त अनर पनि चिन्दो रहेछ चिन्ने मान्छे होला नि एक दुईवटा ल अरे एम्बुलेन्सहरू पनि एम्बुलेन्स र पुलिसको गाडी गयो सर दायाँमा केही गरी मान्छे ढल्यो भने च्याट्टा सिधा खाप सिधा अब त्यहाँ निस्किन लाग्यो अब पड्किनुलाई खोइ त नि दोस्रो लट पठाउने बेला भइसक्यो त निस्किँदैन त
अघिको ग्रुपले त डाँडा कटिसक्यो त पराको सागरी नागिसक्यो होला त्यो उतापट्टि इलेलखुको त्यो अफिस भन्दा नि कटिसक्यो हौ यत्रो भान्टा मुन्टे त त्यतिकै रहरको लागि हो त्यही त नि मैले भनिहालेँ नि त्यो के अरे ग्रुप गरेर पठाउने एकैचोटि हराङ त कहाँ अनि मान्छे त कोही त किचिन्छ नि लगभग 100-150 जनाको ग्रुप पठाएको जस्तो लाग्यो कि पड्काउँदैन हौ घरिघरि त अघि नै पड्काइसक्यो त त्यो सिनसङ गर्ने मान्छेहरू चाहिँ यो भित्र जाँदो रहेछ कि फेरि म आएँ भनेर नाम टिपाउनलाई होला होइन यो भित्र जाँदै टक्क गर्दै निस्किहाल्छ दौड्यो टुक्ने ल त्यहाँ पनि सबभन्दा कालो कालो मान्छे पो अगाडि थिए झुम नगर न धेरै अब त यतै आउने बेला चाहिँ सबभन्दा कालो कालो मान्छे भने होइन मैले कालो रहेछ पछाडि चाहिँ दोस्रो रहेछ पुलिसको गाडी फिल्लिल्ली कुदिरहेछ अगाडि अगाडि फेरि आम्मामा यो ग्रुपमा रहेछ हौ 500 जना जति त एक ग्रुपमा हालेछ कि यो ल हेर हप्सी रहेछ यहाँ चाहिँ अघि चाहिँ गोरे थियो अहिले चाहिँ हप्सी यो कुन चाहिँ सिबल रहेछ नासाला बाटो काट्दै है बुझी त्यो मुजीले दोस्रोमा रहेछ हप्सी अघि सुरुमै गोरे थियो सबैले म्याराथन जिताउँला भन्ने कत्रो सोच होला तर भरे एउटा हुने हो होइन दौड्यो अम्मा यो ग्रुपमा चाहिँ त के भव्य छ कि के हो मान्छे त यार नि त नि होइन होला सबै त होइन हौ यो ग्रुपमा त के हो यार भएको जति टाकटुक यो ग्रुपमा होइन होला हौ चलते चलते फोकी हाजी मारा हा 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 ओ माई गॉड गयो लर्रङ रङ टोली आमा ए ठ्याक्कै सागरी कट्यो नि त सागरी कटेर ऊ पर पुग्यो त्यो अघिको हप्सी के सबभन्दा सुरुको हप्सी
काफेतिर पुग्यो होइन उसमा पुग्यो पल्लो सागरीमा पुग्न लाग्यो तर पुग्यो जस्तो लागेको छ पुग्यो कि त्यो काफे कटिसक्यो त्यो इलिल फुटा मेरा सकियो कि नै यताबाट त निस्किँदै थियो ए सकेछ अहिले स्टप गरिसक्यो एक ग्रुप कति 1000जनाको हालेको छ कि के हो टन्नै पो छ त मान्छे अनि भर्खर त इन्डिङ भयो यति छ ल खै गाइज चाहिँ म्याराथन दौड हो है आजको म्याराथन उमसङ एरियाको म्याराथन पोहोर साल पनि एकदम बबाल रमाइलो भएको थियो यसपालि पनि हाम्रो भाग लिने मान्छेहरू कम्पिटिटरहरू टन्नै रहेछ हौ ल आइगो ल